हेलो गाइस, नमस्ते, वेलकम टु माई मिनी ब्लग र तपाईँलाई स्वागत छ। अन्त झन्डै नमस्ते रे। र आज चाहिँ म के बनाउँछु भने चाहिँ रेसिपी लिएर आएको छु। के को भन्दाखेरि आलु पराठाको है। हेर्दै गर्नुहोस् होला है, नयाँ सपोर्टेसनमा बनाएको है, एकदम होममेड अर्ग्यानिक है। यहाँनिर हुन्छ, यहाँनिर यस्तो भएको छ किमा चाहिँ अलरेडी मैले बनाइसकेको छु कि अलिकति भए पनि बनाउनु पऱ्यो सानो कन्टेन्ट भनेर चाहिँ यहाँनिर बनाइसकेको छु। र हेर्दै गर्नुहोस् ल, यहाँ पनि देख्न सक्नुहुन्छ है मैले यहाँनिर फेरि अर्को बेल्नु सकेँ हो। यस्तो फुट्दो रहेछ तर बेसी यो पिठो यो खै गिलो भयो कि के भयो पारा लागेन। आज यति के एउटा कुरा कि मौसम चिसो भयो पनि होला कि के चाहिँ खाएन होला। म उठ्नु चाहिँ कति 12:30 उठेको, दोकान गएँ, यताउता भात खाँदा चाहिँ 3 बजे थियो। अब फेरि भातै खान त मन लागेन। अनि दोकान गएर यस्तो सोचेँ के खाउँ आलु पराठा खान्छु भनेर सोचेँ। त्यसो आलु पराठा मैले बनाइसकेँ गाइस। बेल्दैछु, अलिक बेल्नु चाहिँ पारा ल्याएन। 3 मिनट चाहिँ आलु पराठा बनाइसकेको छु है, देख्न सक्नुहुन्छ। यहाँ सब्जी पनि छ, बिहानको अचार छ हो। अब ढिलो नगरी म खानुपट्टि लाग्यो ल। त्यो क्याचअपै छैन रहेछ फेरि दोकानमा कि हड्डी भयो नि। होममेड आलु पराठा दामी। मोमो चाहिँ बनाइ खानु पऱ्यो भनेर सोच्दो छु। बिचारा गुड नाइट। अहिले भोलि भेटौँ नेक्स्ट ब्लगमा।